हेलो साथीहरु, आजको मिनी ब्लगमा तपाईहरुलाई स्वागत छ हैन। अब आज चाहिँ हामी यहाँनिर फाइनली फर्स्ट के कुरामा भिडियो बनाउन लागेको छ भने आज हाम्रो चाहिँ पुरै बाटो पिच हुन लागेको छ। अध्यक्ष दाइ हैन? हजुर, हाम्रो चाहिँ बाटोहरु पुरा उ भइरहेछ है। हाम्रो अध्यक्ष दाजु जानु हुँदैछ। ओ लड्नु होला, बिस्तारो बिस्तारो पट्टि पार यो लिक बाटो जानु छेउ हो त्यता यो बाटो त्यहाँ चिप्लिरहेछ है। गाडी भर्खर पानी हालेर पुरा यहाँनिर पिच बनाउनु लागिरहेछ। यहाँनिर सबै बाटोहरू पुरा खनिरहेछ। यो खनिसकेपछि पुरै हैन, यो थिच्ने रहेछ, रोलरले थिच्ने रहेछ अनि सम्म बनाइसकेपछि अनि पिच गर्ने रहेछ। अब यहाँसम्म चाहिँ भर्खर खन्दैछ है। यतातिर चाहिँ पुरै खन्दैछ है, खनिरहेछ। अब यहाँ तलतिर चाहिँ के हुन आँटेको छ भने यहाँनिर चाहिँ देखि अलिक समाइसकेको रहेछ कि यता चाहिँ अब पानीले टक्क भिजाएर खन्नेले खन्दो रहेछ। खनेपछि चाहिँ टक्क अन्त्यपछि खनिसकेपछि चाहिँ अनि त्यो खन्ने चाहिँ उहाँ माथिबाट आउँदैछ। अब धुवा फ्याल्दै आउँदैछ, त्यसले खनिरहेछ अनि पुरा अनि समाएर अनि रोडर खिच्दो रहेछ। खिचेपछि चाहिँ के गर्छ त्यो चाहिँ मलाई थाहा, के अरे उको चाहिँ प्रोसेस चाहिँ थाहा छैन होइन। थाहा चाहिँ अब यो कसरी अब जे होस् पिच गर्छ त्यो चाहिँ मलाई खासै थाहा भएन। अब फर्स्टचोटि हो यहाँनिर मैले देखेको। अब हाम्रोमा चाहिँ फर्स्टचोटि आउँदैछ पिच है गाइज। अब के गर्नु होइन, अब हाम्रो महिलेदेखि पिच चाहिएको होइन, पहिलेदेखि नै हो। तर ग्राभेल गरेको होइन गाइज। ग्राभेल मात्र गर्ने, अब छोडिदिने बजेट आउने ग्राभेल मात्रै। यसपालि चाहिँ पिच आइरहेछ है, पिच आएर अलिकति मनमा चाहिँ खुसी लागिरहेछ होइन। यहाँसम्म चाहिँ अब मासतिर चाहिँ भर्खर खन्दैछ, त्यहाँबाट छुटिरहेछ देख्नु, खन्दैछ। यता चाहिँ अलिकति सम्म बनाइसकेको रहेछ है गाई चाहिँ। यो रोलरले हानिदिइसकेको रहेछ, एक लट रोलरले हानिदिएर अब माथि खन्दैछ। यहाँ अब यतातिर चाहिँ सम्म बनाइसक्यो है, समय बनाइसक्यो। अब सम्म बनाइसकेपछि अब के कसो गर्छ के त्यस्तो चाहिँ प्रोसेस थाहा छैन। अब बिस्तारो थाहा हुन्छ है के कसरी। अब फर्स्टचोटि म अलकत्रहरू बिछाएर कसरी गर्छ होइन, त्यो चाहिँ थाहा छैन। यो त्योसम्म चाहिँ बनाइसकेको रहेछ। अब के गर्ने हो पछि नै हेरौँला है त गाइजहरू। हाम्रोमा चाहिँ अब पिच बन्नको लागि रेडी भइसक्यो, रेडी हुँदैछ। हामी चाहिँ यहाँ भ्लग बनाउँदै हिँड्दैछ बजु। हजुर, राम्रो बनायो बाटो है, राम्रो त बनायो तर आधा कल चाहिँ बनायो है। अब माथिसम्म गएको भए त अति राम्रो हुन्थ्यो झन्। अब होइन, अब केही छैन। हाम्रो गाउँ पनि अब फर्स्टचोटि पिच हो। अब यो चोटि त यति भयो, अर्को साल पनि अब टक्क मागो भनिदिन्छ होला। मासतिर पनि अब बाँकी नै छ है, मासतिर पनि अब गर्नु पर्ने नै हुन्छ। अब गरिसकेपछि त आधा कल्चो त यहाँ तलदेखि यतिले भन्दाखेरि अलिक मासतिर लाने बजेट यसपालि पुगेन है। के भयो कसो भयो है, त्यो भएन खासै। अब थाहा भएन। अब यति मात्र आउँदा पनि अब होइन खुसी नै छ। जे होस् अलिक ठिकै छ, केही छैन गाइजहरू है। हामी त अब यस्तै हो, हाम्रो बाटो चाहिँ अब बन्दैछ है त गाइज है। खुसीको कुरा त्यही छ। अब के भन्नु, हाम्रो मेरो मिनी भ्लगमा तपाईँहरूलाई सबैलाई स्वागत छ है त गाइजहरू है। अब सबैले अब कति त्यही कथुङ्गाल देखिहाल्नु भने लाइक र सब्सक्राइब चाहिँ गरिदिनु होला है गाइजहरू। पारा बानी छ त मेरो छाडा, म भन्छु सबैलाई यही हो मेरो पारा। ओइ मामा आऊ, यहाँ तलसम्म जानुपर्छ क्या नाति। ल ठिक छ। अब हामी चाहिँ उयो तलसम्म हेर्नु जानु लागेको है, तलसम्म। यहाँ यता चाहिँ पुरै चिलाइसकेको छ है, चिलाइसकेको छ। मासतिर चाहिँ पुरै खन्दैछ। यस्तै हो मेरो पारा, बानी छ त छाडा। ल यहाँनिर हाम्रो आउँदैछ मामा, जरुरी बात छ अरे। के रहेछ त, एउटा कुरा म सोध्नु गइरहेको छु मेरो मामालाई। यो के अरे अब कस्तो बनायो बाटो भनेर हेर्नु आएको नि मामा। अब म त भ्लगर हो नि त मामा, भ्लगरले अनि होइन हेर्नु परेन कस्तो बनायो के बनायो। गइदिएको
चिया खाने पैसा छ कि छैन मसँग ल्याउनु होइन न चिया खानु पैसा मसँग छैन नि त पैसा त्यही हो यहाँ मसँग पनि छैन हँ? मसँग पनि छैन अब के गर्नु अब पैसा छैन हामी त भिखारी पर्यो ए गाई चल्नु होइन पैसा भनेको 1 रुपियाँ छैन गोजीमा 2 रुपियाँ छैन तनाबे तनाब छ है गाई चरु यही हो मेरो पारा के काट्यो सुँगुरकी राँगा के को राखेको सानो के भोलि नै काट्ने अरे भोलि टक्क काट्ने बिहेमा पनि बिहे घर पनि पुगेर आइसकेको टक्क भोलि सुँगुर बिहानै काट्ने अरे बिहान अब के गर्नु बेलुका काट्ने कुरा गरेको अरे अब बिहानै काट्ने कुरा भयो टक्क बिहेमा पनि हाम्रो चाहिँ गाउँ यस्तो छ है गाई चरु है जस्तो सुकै भए पनि दामी छ जे जस्तो भए पनि यो ओ मामा यहाँ आऊ न तिमीलाई होइन अब पिच बन्नु लागेको छ हाम्रो गाउँ है तिमीलाई कस्तो फिलिङ्स भइरहेछ यहाँ कस्तो भन्नु कस्तो लाग्यो चिने भति त हाल्ने हो यो अब राम्रो गरिदिए पो है यति मोटो हाल्नुपर्छ नि कति मोटो देखाइदेऊ अनि त्यतिको मोटो त्यतिको त फेरि खत्रै बजेट चाहिन्छ होला नि त मामा के गर्नु यस्तो छ नेपालको अब पिच बनाइने अब खासै अब राम्रो हुँदैन अब योचोटि यो 1 सालको लागि मात्र मजाले चल्छ होला त्यसपछि दुलो दुलो पर्न थालिहाल्छ होला अब के गर्नु यस्तै हो गाई चरु जस पिच चाहिँ बन्दैछ त्यसमै खुसी छौँ हामी अलिकति केही छैन हामी चाहिँ तलैबाट होइन बन्ने भइरहेछ अब तलैसम्म तलभन्दा उहाँ बरपलदेखि टक्क अब त्यहाँनिर अब कहाँ भन्नु अब ठ्याक्कै अब थुलुङ टोलसम्म मात्रै जान्छ त्यसपछि अनि त्यो चाहिँ अब अर्को सालतिर माग चाहिँ हुन्छ होला केही छैन त्यति भएर पनि अलिकति खुसी नै छ अब यहाँनिर चाहिँ रोलर पनि बसिरहेको रहेछ यहाँ यता त किचेर अब ठिक भइसक्यो है किचेर है ठिक छ भइरहेको छ हाम्रोमा पारा काम चाहिँ भइरहेछ है गाई चरु त्यस केही छैन अब फर्किने हो दाजु फर्किने हाम्रो यतिको चाहिँ ठिकै छ राम्रै बनाएको छ है यहाँ रोलर पनि यहीँ रहेछ है अहिलेसम्म खिच्दा गरेर बस्यो होला केही छैन यहाँनिर रहेछ रोलर पनि अब हाम्रो चाहिँ अब फर्किने प्लान भइरहेछ अब ल है त गाइज ए तलैसम्म हो तलसम्म जानु चाहिँ अलिक अल्छी लाग्यो अब केही छैन अब बन्दैछ हाम्रोमा पनि अब म तल गएर आउँछु नि त बिनम कहाँ जान्छ गएको छैन उहाँ बस्छ अरे छैन हौ बिनम तल बस्छ अरे कति चिल्लो देखेको हजुर नि चिल्लो रातो अनि अब के गर्नु त रोलरले हानिसक्यो रोलर कि के जातिले लोडर कि रोलर भन्छ के हो के भन्छ त्यसले हानिसकेपछि चिल्लो त हुने कुरै छ भइहाल्यो है ए केही छैन यस्तो दामी भइसकेको छ बाटो है गाइज अब वर्षै पछि के ग्राभेल गरेको होइन ग्राभेल गरेको बरु एकैचोटि बरु त ग्राभेल गर्ने पैसा चाहिँ जम्मा गरेर एकैचोटि ल्याम्मे हान् पिच गरिदिएको भए त्यत्रो ग्राभेल पैसाको नष्ट हुँदैन थियो होला भन्ने मेरो चाहिँ होइन मेरो चाहिँ विचार त्यो मैले के अरे 15-20 चोटि त ग्राभेलै भयो होला यो बाटो होइन दाजु ग्राभेलै भयो होला अनि त्यो ग्राभेल गर्ने पैसा एकैचोटि बरु होइन बरु पिच गरिदिएको भए आनन्द ग्राभेल साभेल गर्नु पनि नपर्ने टक्क है केही छैन धेरै टाढो पनि भएको छैन धेरै कति किलोमिटर जति गऱ्यो होला 2 किलोमिटर बाटो कति किलोमिटर हो 2 कि 3 किलोमिटर 2 किलोमिटर है ल ठिक छ हाम्रो 2 किलोमिटर मात्र भइरहेछ बाटो बरबलदेखि माथि कति किलोमिटर होला समथिङ 2 किलो ल दाजु म जानु पैसा छैन त मसँग अनि मसँग छैन है हाम्रो यहाँ को हुनुहुन्छ है
म अब यहाँनिर एउटा दाइलाई म मुर्गा बनाउँछु है, पैसा माग्छु है गाइस हेर्नु है ल ठिक छ है त गाइस। ओ दाजु 500 रुपियाँ त साबुन दिइराख्नु न छैन भाइ घरको लाग्यो पैसा छैन नि छ होला दिउँ न सुक्को छैन कमाएर आउने मान्छे गाडी म दिएँ भएन छैन भरे भरे बेलुका दिन्छु म अहिले दिनु छैन पैसा हो बेलुका दिन्छु क्या कस्तो नबताउनु भएको आमामा छिटो अस्ति केमा ठोकाएको छ नाति 500 रुपियाँ भोलि दिनु आउनु गरौँ ल ओ रेडी गरिराख्नु म बिहानै आउँछु 500 रुपियाँ छ भने हेलो ओ काम म लगिहाल्छु नि हेलो 500 रुपियाँ दिनु हो छैन के पैसा नि म दिन्छु हो भरे बेलुका छैन मैले बोकेर गइदिनु ल होइन के ए पैसा होइन भन्छु हो भरे दिन्छु साँच्चै 1 200 भनिदिइराख्नु न किन चाहिरहेको छ र म त त्यतिको माग्छु होइन मसँग तेल हालेर अहिले गाडी छैन हौ पर्छ पेट छैन के छ होला हौ फे दिनु दिनु त्यतिस गएको जाम ओ माय गॉड लाला यार तिम्रोतिर झन्डाको गाला पारा ओ माय गॉड फाइनली म चाहिँ घर आइसकेँ है अब घर आइसकेँ अब मेरो घर चाहिँ अब ट्याक्कै त्यहाँ हरियो टिन लागेको हो है मेरो घर चाहिँ टक्क कहाँ छ भने यहाँनिर छ क्या यही हो घर हो मेरो है ल है त अब मेरो भ्लग पनि लास्ट ल बाई सबैजना है गाइज आजको लागि बाई बाई भन्दै म बिदा माग्न चाहन्छु हस् त धन्यवाद है त गाइज बाई बाई